गर्लफ्रेन्डले सोध्छ नि यो तिमीलाई मेरो माया लाग्दैन भनेर। यहाँ माया देशको भइरहेछ चिन्ता, तिमी माया माया भन्छौ। एक त हिजो केटाहरू देशै चेन्ज गर्न गयो होला भने त भातबाटिनी छिरेर लुटिएछ के बियर। भातबाटिनी छिरेपछि यसो लुगा जुत्ता हेडफोन मोबाइल केही हुन्छ नि, बियर म्याच सालेहरू। मलाई चाहिँ बोलाउनु पर्दैन। लिभ दिस टपिक। केटीहरूको डिमान्डै थियो ठुलो क्या। विजय पिज्जा खान लगन अरे, तेरो बाउ हो म? पहिला मलाई त हेर, पहिला मलाई त सोध तिमीले अहिलेसम्म पिज्जा चाख्या छ? तिम्रो गोजीमा पैसा छ पिज्जा खाने? सोध। विजय पिज्जा खाने। अनि अर्को कुरा, एक दिन त आएर विजय बास्केटबल खेल्न जाउँ न। एक त यिनीहरूले यो रिल हेर्छ, यो अरूको त्यो मस्त भिडियो खिचेको बोयफ्रेन्डले खेलेको, अनि यिनीहरूलाई मन लाग्छ। अनि मैले लगी पनि खेल्न, मैले अलिकति बेसमरी पास दिएछु त्यसलाई। ओए खाते पास बिस्तारी दिएन, अहिलेसम्म केटीसँग खेला थिइनस् रे। अब के भन्ने म यहाँ, के भन्ने? म जे भने नि फर्स्ट होइन यार, तिमीले फर्स्ट हो भने भाग्यमानी ठान, महिलाको इज्जत गर्न सिक खाते अरे। त्यो कुदिरहेको बेला लडाइदिउँ जस्तो लाग्यो, त्यही छोडिदिए। के गर्ने? अब यिनीहरूले अहिलेसम्म डिमान्ड ठिकै राखिरहेको थियो, तर अबको डिमान्ड यिनीहरूले डिमान्डको लिमिट क्रस गर्थ्यो क्या। विषय अबदेखि तिमी मुख छाड्न छोड, तिमीसँग बस्न मलाई घिन लाग्यो। म त्यति हात मेरो लगेर टाउकोमा राखेर कसम खाऊ, मैले जोसमा खाइदिएँ। ठ्याक्कै 2 मिनटपछि एउटाले मलाई उताबाट नराम्रो मुख छाड्यो। अब मैले मुख छाडे 7 वर्ष भइसक्यो। ऊ ती थियो, मैले बिर्सिसकेको छु। मैले म्याटुट दिइहालेँ। अब त्यसपछि चाहिँ त्यही भएर द मस्ट भ्यालुएबल लेसन फर गर्ल इज यस्तै कसम ससम खान दिने होइन। पछि फेरि आफैलाई केही होला है, अब के गर्ने। अनि यो झगडा पर्दा सबसे मलाई रिस उठ्ने कुरा चाहिँ यो ऱ्यान्डम केटा 10-15 जना केटाले यो पिकअप लाइन्स लेखेर पठा हुन्छ नि, यति भरेर च्याट, त्यो स्क्रिनसट पठाउने के, अनि फोन गरेर मलाई अरूले यत्रो भाउ दिन्छ, तिमीले एउटा केही लेख्नु हुँदैन, मलाई पिज्जा खुवाउन ल्याएको छैन तिमीले, किन? को होस् त? को होस्? किचकन्डी जस्तो थोपडा भएको केटी किन लेख्ने? मेरो टाइम गयो, अब म तेरो बोयफ्रेन्ड हो। जा त्यहीसँग जा भन्न साह्रै मन थियो, तर अब बल्ल बल्ल पटाएको है, मनमै राखी पीडा छोड्दा। सो द्याट्स अप गाइज।